ल है साथी हो सरररररररर म चाहिँ अब घरतिरको यात्रा छु साथी हो हैन। अब घरतिर पनि जानु पर्यो साथी हो। चिल्लो राम्रो बाटो भएर चाहिँ म चाहिँ अब काठमाडौँको बाटो हो यो चाहिँ उता सिधा जाँदाखेरि चाहिँ काठमाडौँतिर पुग्ने बाटो हो साथी हो। ठ्याक्कै सिन्धुलीको बजार प्रवेशद्वार र यतातिर चाहिँ दाहिनातिर जाने चाहिँ काठमाडौँतिर खुरकोट बाटो भएर जाने बाटो हो साथी हो। हामी चाहिँ एकैछिनको लागि भए पनि यताबाट बजारतिरबाट नगएर यता यो खुरकोटको बाटोतिर गएर अलि अगाडि पुगिसकेपछि हामी चाहिँ ओह्रालो यता बस पार्क झर्नेछौँ साथी हो हैन। टक्क लाएर हामी चाहिँ बस पार्कमा गएर चाहिँ हामीले चाहिँ त्यहाँनिर टिकट सिकट काटेर हामी चाहिँ सरररर घरतिर यता मरिनको बाटो भएर हामी चाहिँ टक्क हेटौँडा जानेछौँ। यो सिन्धुलीको बस पार्कदेखि चाहिँ हेटौँडा चाहिँ 120 किलोमिटर हो साथी हो हैन। त्यस्तै अब राम्रोसँग चलाउने अलिक फास्टै कुदाउने मान्छेले चाहिँ तपाईँको 3 घन्टामा सर्लक्कै घुमी पुर्याइहाल्छन् साथी हो। 3 घन्टा पनि लाग्दैन। अब त्यस्तै हो साथी, हामी चाहिँ ओह्रालो झरिसकेका छौँ। अब बस पार्क पुग्न थालिसकेको छ साथी हो। त्यहाँ बस पार्क पुगिसकेपछि हामी चाहिँ तपाईँहरूलाई सबै सम्पूर्ण कुरो देखाउने छौँ है। अब सबै कुरा तपाईँहरूलाई म सबै उहाँ काउन्टरको दाइसँग पनि म तपाईँहरूलाई यो गाडी कति बजे छुट्टिन्छ भन्ने विषयमा तपाईँहरूलाई उहाँ दाइसँग सोधेर म त तपाईँहरूलाई देखाउने नै छु साथी हो है। अब बस पार्कको निराको बजार प्रवेश भइसकेको छ साथी हो। हामी चाहिँ टक्क लाएर तपाईँहरूसँगै सँगसँगै अब तपाईँहरूसँगै म चाहिँ आइराख्ने छु साथी हो है। हामी चाहिँ ट्याक्क दाहिना घुमेर ट्याक्कै हामी बस पार्क चाहिँ भित्र छिर्ने क्रममा छौँ साथी हो। यो चाहिँ हिजो अस्तिसम्म चाहिँ यहाँनिर चाहिँ पसलहरू थियो, अहिले चाहिँ यहाँ नगर प्रहरीले होला अब नगरले यहाँ उठाएको छ, सबै भत्काइसकेको छ साथी हो। हेर्नु त यो चोक है, ट्याक्क बस पार्क चाहिँ हामी छिरिसकेका छौँ। यो दाहिने साइडमा चाहिँ एउटा गार्डन जस्तै छ घुम्ने लायकको, हामी चाहिँ बस पार्कभित्र छिरिसकेका छौँ साथी हो। टक्क हामी चाहिँ त्यही त अगाडितिर चाहिँ गएर उहाँसँग हामी कुराकानी गर्नेछौँ साथी हो है। हामी चाहिँ ठ्याक्कै छिरिसकेका छौँ भित्र। अब त्यसपछि चाहिँ हामी उहाँसँग चाहिँ कुराकानी गर्नेछौँ है। यही हो बस पार्क चाहिँ है साथी हो। ट्याक्कै यो हाम्रो हेटौँडा, यो सिन्धुली हेटौँडा है, यो चाहिँ काउन्टर हो। अब उहाँ दाइसँग अब कुराकानी गर्छौँ। अब हामी